आदरणीय दर्शक महानुभावहरू, यहाँहरूलाई हार्दिक स्वागत, नमस्कार। आज म विशेष गरी त्रिवेणी गाउँपालिका वडा नम्बर 4 मा रहनुभएका एकजना समाजसेवी, जुझारु, क्रियाशील व्यक्तित्वसँग कुराकानी गर्दैछु। उहाँको नाम पिमलाल रोका। विगत लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्नुभएको छ। विशेषतः सामुदायिक वनहरूसँग उहाँको राम्रो अनुभव छ। यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। अनि के छ अहिले पिमलाललाई के गरिरहनु भएको छ? म यो फलाबाङको विषयमा चाहिँ सामाजिक काममा सक्रिय भएर अहिलेसम्म साथीभाइसँग घोलमेल गर्दै म सामाजिक काममा चाहिँ लागिरहेको छु र यहाँ सामाजिक कामको लागि प्रतिनिधित्व पनि गर्दै आउँदा र अब यहाँ म हरेक कुरा वनको कुराहरू होला, यो सामाजिक हरेक कुरा भनौँ न, म यसमा चाहिँ कटिबद्ध भएर लागेको छु र साथीभाइलाई आफूले जाने बुझेसम्मको सुझाव सल्लाह लिने दिने गरेको छु। भने जस्तो हामी दाजुभाइ कहिलेकाहीँ भेट हुँदाखेरि थुप्रै छलफल गर्छौँ नि। हजुर, यो क्यामेराको कुरा मात्रै भएन। हामीले सामान्य रूपमा छलफल गर्ने, विशेष गरी सामाजिक कुरा भनिसके पछाडि हामी हाम्रो यो वरपरको जङ्गलको दृश्य पनि देखाछौँ नि। यो विशेष यो देखाउनुको कारण चाहिँ के भन्दा, लामो समयसम्म यो सामुदायिक वनसँग संरक्षण, यसलाई प्रवर्धन गर्ने कुरा, यसलाई चाहिँ धेरै कुराले अगाडि बढाउने विषयमा सक्रियता तपाईँको छ। यो सामुदायिक वनसँग जोडिएर काम गर्दाखेरि सामान्यदेखि जटिल समस्याहरू के देखिए? तपाईँको आफ्नो अनुभव बताउनुहोस् न। यस्तो छ, यो वनको विषयमा के छ भने यो हामीले वनलाई संरक्षण गर्नुपर्छ, बचाउनुपर्छ, वन भएन भने हामी बाँध्न सक्दैनौँ भन्ने लाग्छ र यहाँका समाजलाई कुरा बुझ्दा पनि अलिक दिक्क पनि लाग्छ मलाई कतिखेर त होइन। अब सामाजिक क्षेत्रमा अलिकति समस्या त भइ नै हाल्छ हैन, सबैको मन एउटै हुन्छ भन्ने छैन। फरक फरक सोच भएका मान्छेहरू पनि हुनुहुन्छ। तपाईले सरल ढङ्गले के गर्नुहोस् भने, हामी दाजुभाइ बसेर गफ गर्दैछौँ। हजुर, समाजको लागि थोरै चिन्ता हुन्छ नि त। हामी पटक पटक होइन फलानाले यसो गर्दै हुन्थ्यो, यहाँको प्रगति गर्न अझ यो मान्छेले यस्तो छाती चौडा गरिदिएको भए राम्रो हुन्थ्यो, हुनै नसक्ने भयो, बर्बाद भयो, हामीले गर्दाखेरि पनि गर्न नदिने भए हैन, हामीले सघाउँदाखेरि पनि नगरिदिने भए, हामीलाई जहिले पनि पछाडि पारिने भए, यहाँको विकास, यहाँको उन्नति सबै कुराहरूमा हामी कमजोर भयौँ भाइ भनेर बेला बेलामा छलफल हुन्थ्यो नि त। के छ तपाईँको यो विषयमा विचार? के गर्दा अझ राम्रो हुन्थ्यो, प्रभावकारी हुन्थ्यो भन्ने के लाग्छ? यहाँको मान्छेहरूलाई हामीले साथ सपोर्ट दिने बेला पनि उहाँले हामीलाई पनि सहयोग नगरेको देखिन्छ। अब यहाँ हामीले राम्रा काम गर्ने बेला पनि अब हामीलाई चाहिँ यहाँको साथीभाइहरूले पनि अलिक वास्ता बुझिन्छ होइन, किनभने वनलाई बचाउनु पर्छ। यो हाम्रो धार्मिक चाहिँ यो जुन चाहिँ हाम्रो चाहिँ संरचनाहरू छन् त्यो चिजलाई पनि यसलाई बचाइराख्नुपर्छ भन्ने चाहिँ यहाँ मान्छेमा चाहिँ मनस्थिति छैन। के भने यसलाई चाहिँ अलि राम्रो तरिकाले जानुपर्छ। हामीले फलाबाङको विषयमा अथवा वार्ड नम्बर 4 को विषयमा हामीले कुनै पनि यो धार्मिक चाहिँ अब जस्तो मोठ मन्दिरहरू छन् होइन, वन जङ्गलहरू छ, हाम्रो साझा सम्बन्धी जे छन् यिनलाई अहिले संरक्षण राम्रोसँग गर्नुपर्छ भन्ने चाहिँ मेरो विषय कुरा पनि छ र साथीसँग कुरा राख्छु भने मैले गर्छु, बेला बेलामा कुरा पनि चल्छ मेरो। तर कतिपयले त अब उहाँहरूले के भने यो विषयवस्तुलाई पनि अलि वास्ता नगरेको देखिन्छ अनि त्यसले गर्दा अलिक समस्या पनि भएको हो। तर चाहिँ सबै चाहिँ जागरुक भएर हामीले वार्ड नम्बर 4 को चाहिँ हरेक मोठ मन्दिर, वन जङ्गल, धारा पन्ध्रा हरेक कुरालाई हामीलाई बहुत समस्या छ, यसलाई सबैले जगेर्ना गर्नुपर्छ। एउटा कुरा नि, जस्तो तपाईँको उमेरको हिसाबले कति हुनुभयो अहिले? म अहिले उमेरको हिसाबले म 60 वर्षको भइसकेँ। 60 वर्षको उमेरमा फलाबाङ छोडेर कहीँ पनि जानुभएको छैन। बिचमा अब आफ्नो जीविकोपार्जन गर्नको लागि कहीँ कतै गए तापनि यहाँको सम्पूर्ण विषयवस्तु तपाईँलाई थाहा छ नि। जस्तो कुनै बेला फलाबाङ भनिसकेपछि सल्यान जिल्लामै 1 नम्बरमा गन्ने अत्यन्त सुन्दर ठाउँ। तर अहिले फलाबाङलाई सबैले हेर्ने दृष्टिकोण फरक बनाएको छ। त्यो समस्या के हो? खास गरी यहाँका मान्छेहरूको चेतना स्तर त्यस्तै छ कि, यहाँको समाज मिल्न सकिरहेको छैन कि, अथवा विकास निर्माणले गति लिन सकिरहेको छैन कि होइन?
यहीँबाट जन्मेर हुर्केर थोरै भए पनि कर्म गरेर आफ्नो भविष्य बनाउनको लागि बाहिर गएका साथीभाइहरूले पनि के चिन्ता गर्नुहुन्छ भने त्यो फलाममा के जानु के बस्नु के छ र त्यहाँ टाइपको कुरा गर्नुहुन्छ क्या। त्यो नहुनुको पछाडि यहाँका समाजसेवी बुद्धिजीवी भनिने व्यक्तिहरूले यहाँको विकास निर्माणको गतिलाई सुस्त बनाउनु भएको हो अथवा चाहिँ आफ्नो पोल्टामा मात्रै पार्नुभयो, आफूले मात्रै फाइदा लिनुभयो, अरूलाई चाहिँ अथवा समाजलाई प्रभाव पर्ने टाइपको काम गर्न सक्नु भएन कि भन्ने के छ तपाईँको बुझाइ? यो यहाँको चाहिँ हाम्रो यहाँको बुद्धिजीवी अथवा राजनीतिभित्र कुरा गरौँ होइन, यहाँहरू के हो भने चाहिँ आफ्नो पोल्टामा पार्ने, आफूले मात्रै गरेको काम देखाउने। हामीको यहाँ बुद्धिजीवी समाजसेवीहरू हुनुहुन्छ, अरू थुप्रै साथी पनि हुनुहुन्छ, उहाँहरूले गरेको कुराहरूलाई विशेष चाहिँ उहाँहरूले चासो पनि नदिएको देखिन्छ होइन। ए हजुर, उहाँहरूले अब किनभने हामीले मात्रै गऱ्यौँ भन्ने कुरा छ। तर यहाँको चाहिँ हाम्रो यो अहिले फलाबाङका मान्छेहरू वरपर सर्ने कारण पनि के छ भने हामी हरेक कुरालाई मात्रै समस्या छ नि। यहाँ के समस्या भने हामीलाई पहिलो मुख्य कुरा यहाँ पानीको पनि समस्या छ। हो, मैले के भन्न खोजेँ भने जस्तो फलाबाङमा हामी बस्न त बस्छौँ होइन, बस्नु ठुलो कुरा होइन। अहिले आधारभूत कुराहरू त परिपूर्ति हुनु पर्यो। जस्तो सबै ठाउँमा बाटोघाटोको कुरा छ, स्वास्थ्य शिक्षाको कुरा छ, सबैभन्दा मानव जीवनसँग अझ नब्बै नहुने एउटा महत्त्वपूर्ण कुरा भनेको खानेपानी। कुनै बेला फलाबाङमा खानेपानी प्रशस्तै मात्रामा बगेको देखिन्थ्यो, सबैलाई पुगेकै देखिन्थ्यो। जब तपाईँको अझ विकासले गति लिन थाल्यो तर खानेपानीको चरम अभाव हुन थाल्यो। यसको व्यवस्थापन हुन नसक्नु ठुलो कुरा हो कि यो बजेट पनि सही ठाउँमा प्रयोग नभएको पनि देखिन्छ। एउटा मानिसहरू के भयो भने यो स्वार्थीबाजी भयो। एउटा पानीको यो विषयवस्तु कुरा गर्ने बेला के भयो, यो आफ्नो आफ्नो पार्टी भन्ने छ नि आजभोलि। यसले गर्दा कसै घरमा दुईवटा धारा पनि चलिरहेका छन्, कहीँ खानेपानी छैन। तपाईँहरूले हेर्नुहुन्छ भने हाम्रो यो वार्ड नम्बर साबिकको 8 को चाहिँ यो कैनपानी टोल भन्ने यो डाँडा टोल साबिकको 9 भन्ने टोलमा पानीको भन्नु त ठुलो अभाव छ, चरम अभाव छ। त्यसले गर्दा यहाँ के भयो त भन्नुहुन्छ भने तपाईँको यहाँको चाहिँ अब ठ्याक्कै त नाम नगरौँ, तर यहाँको चाहिँ खानेपानीको चाहिँ 2टा अध्यक्षहरू हुनुहुन्छ यहाँ। एउटा चाहिँ हाम्रो अब त्रिवेणी गाउँपालिका वार्ड नम्बर 4 का अध्यक्षज्यू पनि हुनुहुन्छ उहाँहरू होइन। यो 3टाको बिचमा चाहिँ कुरा के हुन्छ कसो हुन्छ त्यो पनि थाहा छैन। उहाँहरूले के गर्नुभएको छ भने पानी अहिलेसम्म यो सही तरिकाले चाहिँ परिचालन गर्नु भएको छैन। भनेपछि स्थानीय तहका हजुर नेतृत्वकर्तालाई पनि यहाँको गुनासो रह्यो। हो, खानेपानीको समिति बनाएर पनि समितिको नेतृत्व पनि गरिरहनु भएको छ। हजुर। अब उहाँहरूसँग तपाईँले केही छलफल गर्नु भएको छ कि छैन? उहाँहरूले के भन्नुहुन्छ? मैले उहाँहरूसँग पटक छलफल उठाइराखेको छ। यो कहीँ चाहिँ पानी के भन्नुहुन्छ उहाँहरूले? के भन्नुहुन्छ यो चाहिँ हाम्रो अब यो बनाउँछौँ भन्ने कुरा गर्नुभएको छ। तपाईँले पानी पुर्याउँछ भन्ने कुरा गर्नुभएको छ। मलाई मात्र होइन, यस्तो विशेष चाहिँ टोलमा हेर्नु सबै ठाउँ होइन। भने उहाँहरूले गर्छौँ त भन्नुहुन्छ तर गर्नु भएको छैन। पानी त पुगेको छैन। पानीलाई शास्ति छ। पानी त प्रशस्त छ नि, यहाँ सोध्नु पुगेर राम्रोसँग भएन। भने पानीका मुहानहरू प्रशस्तै छन्, पानी ल्याउन पनि सकिन्छ, बजेट पनि आउँछ, तर काम गर्ने तालमेल मिलेन कि? काम तालमेल नमिलेको पनि अनुमान छ यो कुरा होइन। जस्तो तपाईँहरू गुनासो मात्रै गर्ने, जनताहरूले सक्रियता नदेखाउने भनेर पनि उहाँहरूले गुनासो गर्नुहुन्छ। जनप्रतिनिधिहरूसँग पनि हामी बसेका छौँ होइन, अनि खानेपानी समितिका अध्यक्षहरूसँग पनि बसेका छौँ। हामीले भरसक गरेकै छौँ। जनताहरूको अलिकति सक्रियता पनि कमजोर छ, उहाँहरूले पनि गरिदिए राम्रो हुन्थ्यो भन्नुहुन्छ। अनि मैले उहाँहरूसँग बसेर कुरा गर्दाखेरि जनताहरूलाई दोष दिनुभन्दा पनि सुविधा त तपाईँहरूले उपलब्ध गराउने हो नि त होइन। तपाईँहरूले प्रष्ट योजना लैजाने, जनताले त्यो योजना कार्यान्वयनमा सघाउ पुर्याउने, तर जनताहरू सन्तुष्ट हुनुहुन्न। किन यसो गर्नुभयो त भनेर भन्दाखेरि फेरि उहाँहरूले के भन्नुहुन्छ भने कति बेला बजेटको अभावको कुरा गर्नुहुन्छ, कहिलेकाहीँ बजेट फेरि बाँडफाँड बढी हुने, एकै ठाउँमा केन्द्रीकृत नहुने, अनि स्रोत साधनहरू चाहिँ हामीले भने जसरी प्रयोग गर्न नपाउँदाखेरि समस्या भयो भन्ने ढङ्गले पनि कुरा गर्नुहुन्छ। यसमा तपाईँको सुझाव जनप्रतिनिधिहरू अथवा यहाँ खानेपानीका अध्यक्षहरूलाई के भन्नुहुन्छ? मैले के भन्छु उहाँहरूलाई भने अब यो सबै जनताका कुराहरू, जनताका मर्माहत बुझ्नु पर्यो उहाँहरूले होइन। यो हाम्रो जनप्रतिनिधिका कुरा गर्ने बेला यहाँ खाल्टे विकासहरू भएको छन्। 2-2.5 लाखका विकास बनाएर मान्छेलाई थोरै गराएर अब त्यस किसिमले पनि यहाँ परिचालन भएको छन् होइन। यो भने व्यक्ति केन्द्रित विकास हो, सामाजिक विकास भएन। अहिलेका जनप्रतिनिधिहरूले त्यस्तो गरेको तपाईँले भान भएको छ। यो चाहिँ तपाईँको तर्फबाट, जनताको तर्फबाट, जनताको प्रतिनिधिको तर्फबाट
उहाँहरूलाई के सुझाव दिनुहुन्छ तपाईँले? कसरी विकास गर्दाखेरि तपाईँहरूलाई चाहिँ सहज हुन्छ त? यो यस्तो छ, उहाँहरूको जुन चाहिँ यो हाम्रा खानेपानीका विकास हरेक कुराहरू छन्। मुहानहरू चाहिँ सारा चाहिँ आइसक्यो फलाबागमा होइन, पानी पुरा पर्छ भन्ने कुरा मैले दुईपल्ट दोहोऱ्याएँ। यो पानी के भन्यो, यो पानी सोधेको राम्रो भएन भन्ने कुरा उठाएँ मैले। यसले के हो भनेपछि यहाँको चाहिँ बजेट राख्ने बेला अथवा हाल्ने बेला चाहिँ आफ्नो पोल्टमा पार्ने र आफ्नो आफ्नो टोलमा अथवा चाहिँ आफूलाई पहिला आफूलाई नै पुग्नुपर्छ भन्ने भावना देख्छु मान्छेहरूलाई। त्यस्तो होइन, तर उहाँहरूले के गर्नु पऱ्यो भने यो चाहिँ टोलमा आएर हाम्रो गाउँघरमा कहाँ पानी छ कहाँ छैन, कति अप्ठ्यारो छ, कति चाहिँ सुखी छन्, कति दुखी छन् भन्ने कुरा उहाँहरू आएर यसो बुझ्नु पऱ्यो। त अध्यक्षहरूले बुझ्नु पऱ्यो, जनप्रतिनिधि पनि आइ बुझ्नु पऱ्यो होइन। भनेको जितेर गइसकेपछि आफ्ना भन्ने मान्छेहरूलाई मात्रै उहाँहरूले ओतप्रोत गर्नुभएको छ, जनताको मनोभावना चाहिँ बुझ्नु भएको छैन भन्ने यहाँको गुनासो। हजुर हजुर। अब म जनप्रतिनिधिहरूलाई पनि यही भिडियो सामग्री मार्फत हजुर कम्तीमा जनताको आकाङ्क्षाहरूलाई बुझेर हजुर विकास निर्माणका गतिविधिहरू गरिदिनको लागि र सामाजिक विकास गर्नको लागि म अनुरोध पनि गर्न चाहन्छु यहाँबाट। विशेष गरी अब यो यहाँको खानेपानीको चरम अभावको कुरा त भइ नै हाल्यो, अलिकति देशको बारेमा चिन्ता गरौँ न। जस्तो तपाईँ पनि एउटा चाहिँ राजनीतिसँग पनि जोडिनु भएको छ। अहिलेको सरकारले देश बनाउँछ त? देश चाहिँ अहिले यो हेर्ने बेला, विकासको गतिविधि हेर्ने बेला, यो भ्रष्टाचारीलाई हेर्ने बेला गर्छ भन्ने चाहिँ मलाई लाग्छ। अब अहिले ठ्याक्कै सबै निर्मूल पार्छ भन्ने मलाई लाग्दैन होइन। हजुर, अब हामीले समय यसो हेर्नुपर्छ यो सरकारलाई कस्तो किसिमको चाहिँ परिचालन हुन्छ, कस्तो किसिमले जान्छ, यो अगाडि बढ्छ भन्ने चाहिँ लागेको छ मलाई। त्यही मेरो बुझाइ त्यो छ। जनताको मनमा परीक्षण अवधिमा अहिलेको सरकार छ। मलाई त्यो लाग्छ। अब भर्खरै चुनाव पनि सकिएर पनि सरकार पनि गठन भयो। सोचे भन्दा फरक मत पनि आयो होइन, किनभने राष्ट्रपाले राम्रो मत ल्याएर सरकार पनि गठन गर्यो। सबैको चासो र चिन्ताको विषय राम्रो गरोस् भन्ने नै छ। हामी सबैले शुभेच्छा गर्नुपर्छ, सक्ने ठाउँबाट सघाउनु पनि पर्छ होइन। तर कति बेला फेरि निराशापूर्ण कुराहरू पनि आउन सक्छन्। अब यो फेरि प्रक्रियागत कुरा पनि हो, थोरै निराशा थोरै उत्साह हुनु त स्वाभाविक पनि देखिन्छ, तर राम्रै होस् भन्ने चाहना चाहिँ हो। तपाईँको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व गरे तापनि जनस्तरमा पनि यसका सङ्गठनहरू त छन् नि त, जस्तो गाउँपालिका वडाहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका साथीभाइहरूले यसो समाजमा गर्ने गतिविधिहरू कस्तो देख्नुहुन्छ? त्यस्तो अलि फरक टाइपको हिजोका राजनीतिक दलहरू जो हुनुहुन्थ्यो उहाँहरूभन्दा फरक देख्नुहुन्छ कि अलिकति भद्र शालीन रेस्पोन्सिबल त्यस्तो टाइपको देखिन्छ कि देखिँदैन? मैले अहिलेको माहौल हेर्ने बेला अहिलेको चाहिँ स्वतन्त्र पार्टीका साथीहरूको माहौल मैले फरक ढङ्गले देखिरहेको छु र फरक ढङ्गले बुझिरहेको छु। यहाँको कुरा यो पहिलेको जनप्रतिनिधिको कुराहरू अहिलेको कुरा अलिक फरक ढङ्गको छ है। किनभने हामी हिजोदेखि आजसम्म 10 वर्ष चाहिँ यो हामीले यहाँको जनप्रतिनिधि गरेका काम कुराहरू हेर्ने बेला होइन, र अहिलेको चाहिँ नयाँले गर्ने कुराहरू अब आउने कुरा त आउँदैछ होइन, तर गएको कुरा त धेरै अकार पत्तालो कुरा फरक छ। यहाँ चिज यहाँहरूले पार्टी चाहिँ व्यक्तियाउनु भएको छ, टोल व्यक्तियाउनु भएको छ यहाँहरूले। यो कुरा उहाँहरूकोमा सामान्य भन्न सक्छु म। के भने योभन्दा अगाडि नेतृत्व गर्ने राजनीतिक दलका मान्छे हो कि किनभने चाहिँ होइन जितिसकेपछि त उहाँ त एउटा जुन चाहिँ जनप्रतिनिधि भयो म भयो भने अर्को भयो भने उहाँको लागि जितिसकेपछि त सबैको प्रतिनिधि हो त नि होइन। आस्था त आफूसँग त हुन्छ, आफ्नो पार्टीको आफ्नो आस्था त होला। तर यहाँको एक्ज्याक्ट सन्देश चाहिँ के, यहाँले भन्न खोजेको कुरा चाहिँ के? मैले भन्नु खोजेको कुरा हजुर यस्तो क्या, यो भन्नु खोजेको कुरा के हो भने अब यहाँ चाहिँ हरेक विकासको कुरा गर्ने बेला उहाँले आफ्नो पार्टी भनेर चाहिँ हरेक विकासमा कुनै काम गर्ने बेला पनि उहाँले आफ्नै पक्षका मान्छेहरूलाई बढी समेट्ने समिति गठन गर्ने बेला पनि अहिलेसम्म भन्नुहोस् न 10 वर्षसम्म कुनै ठाउँमा विकास बाटाघाटा होलान् अथवा पौडी कतै गराउने बेला पनि उहाँहरूले आफ्नै मान्छेलाई खोजेर अथवा पहिले वडाबाट अथवा चाहिँ गाउँपालिकाबाट फोन गरेर तबार समिति बन्नुपर्छ, किले बस्नुहोस् तबार उहाँ भन्ने पनि कुरा आएको छ कि भने त्यसो भए जनप्रतिनिधिहरूले त्यस्तो गरे तपाईँले थाहा पाउनु भएको? थाहा छ हामीलाई कुरा। यो सत्य हो कि आरोप मात्रै लगाउनु? हो, सत्य हो। किनभने हामी अहिलेसम्म यहाँ अरू पनि हुनुहुन्छ साथीहरू, खै त हामीले एकपल्ट उहाँहरू नै ठिक समिति उहाँले गरे पनि एउटा हामीलाई तपाईँ के गर्नुहुन्छ त भनेर हामीले पनि त बुझ्नु पर्थ्यो उहाँहरूले।
अहिलेसम्म बुझ्नु भएको छैन उहाँहरूले। तपाईँलाई बुझ्ने भन्दा पनि तपाईँहरूले पनि त चासो राख्नु पर्यो त त्यो हामीले विषयमा। चासो राखिरहेका छौँ, कुरा गर्छौँ, बुझ्नु पर्यो, भनेको हो। जनप्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा सम्पर्कमा हुनु पर्यो। हुनु पर्यो। उहाँहरूलाई मात्रै दोष लगाएर त हुँदैन होला। त्यो त भएन। तर उहाँहरू कुरा यस्तो छ, उहाँहरूले पहिले कन्टी गर्नु त आफ्नो पार्टीका साथीहरूलाई, आफ्नै टोलका मान्छेलाई होइन, तपाईँ आज यो बोल्नुपर्छ है भनेर उहाँहरूले पहिले कुरा गर्नु भनेपछि उहाँलाई जानकारी हामीलाई जानकारी हुँदैन के यो पनि समस्या भयो त। यो भनेपछि आफ्नो मान्छेहरूलाई चाहिँ समेट्ने, अरूलाई नसमेट्ने भन्ने यहाँको गुनासो हो। गुनासो के ठिक छ, जनप्रतिनिधिहरूले त्यो गर्नु भएको छैन भने अबदेखि त्यो कुरालाई पनि सोच्नु होला भिडियो हेरिसकेपछि। उहाँहरूले किनभने हामीलाई पनि बुझ्नु पर्यो त। कमजोरीहरू मान्छेहरूबाटै हुन्छन् र समाधान पनि मान्छेहरूबाटै हुन्छ। छुट्टै त्यो जादुको छडी त हुँदैन। कमी कमजोरी आफूमा पनि देख्न सक्नुपर्छ र अरूमा पनि देख्नुपर्छ होइन। अब अर्कालाई मात्रै दोष लाउँदाखेरि म कति ठिक छु भन्ने कुरालाई पनि ख्याल गर्नुपर्छ होइन। त्यो भए कारणले म के भन्छु भने अब धेरै छलफलहरू पनि भयो। विशेष गरी अब तपाईँ सामुदायिक वनसँग जोडिएको मान्छे, त्रिवेणी 4 को यो गोगनखोली सामुदायिक वनको अध्यक्ष पनि हुनुहुन्छ तपाईँ। लामो समयसम्म यो वनलाई संरक्षण गर्नेमा योगदान तपाईँको परिवारको छ भनौँ न, तपाईँसँगै तपाईँको परिवारको छ। सामुदायिक वनलाई कसरी संरक्षण गर्नुपर्छ समाजले, यहाँले बुझेको के हो यो लामो अनुभव? यसो वनलाई संरक्षण किनभने हामीलाई हरेक चाहिँ तत्त्वहरू कुरा छ वनको विषयवस्तुमा के। हजुर, हामी यो वन बिना हामी बाँच्न कुनै हालमा बाँच्न सक्दैनौँ। कार्बनको कुरा छ होइन। अब यो तपाईँको दाउरा घाँस स्याउला सोत्र हरेक कुरालाई यसलाई राम्रोसँग सदुपयोग गर्दै जानुपर्छ गर्नुपर्छ भन्ने म एउटा समिति के अरे एउटा गोरुखोरी वनको अध्यक्षको कारणले मैले सबै समाजलाई त्यो त्यसले भन्याउँछु। अहिले वन पनि त्यति प्रयोग त हुँदैन त, वन अति प्रयोग भएको छैन होइन। किनभने हिजो जस्तो चाहिँ दाउरा घाँस स्याउला त्यस्तो चाहिँ पहिला जस्तो छैन, फरक छ। तर पनि के समस्या देख्नुहुन्छ त त्यसो भए? तर पनि यो यस्तो समस्या छ कि यो के छ भने मान्छेहरू अझै पनि अनपढ छन् कि यहाँ मान्छेहरू अनपढ बुझ्दैनन् अझै पनि। जस्तो अहिले तपाईँ हामी बसेको ठाउँमा हामीले घेरबार गरिरहेको छौँ होइन, तपाईँ देख्नु भएको छ। यसलाई के भनेको छ भनेपछि यसलाई तपाईँ हामीलाई संरक्षण गरौँ है, राम्रोसँग तरिकाले गरौँ। यहाँ सिर्जना बन्द गर्नुपर्छ। यो वन तपाईँको पनि हो, हाम्रो पनि हो, सबैको हो। यसलाई संरक्षण गर्नु बेला उहाँबाट अलि अर्को तरिकाले यहाँ छरुवा तरिकाले चाहिँ लाला बाख्रा हाल्ने, अब जहाँ मन पर्छ बिरुवा काटिदिने होइन। हामीले रोपेका बिरुवाहरू यसलाई पाल्नुपर्छ, राम्रोसित राख्नुपर्छ, नराम्रोसितलाई काट्नुपर्छ भन्ने भावना छैन कि। जो चाहिँ नराम्रोसित छोड्ने, राम्रोसितलाई काट्ने छ नि, यसलाई के भन्छौँ भने हामी यो गर्नु हुँदैन है। तपाईँहरूले राम्रो वनलाई संरक्षण गर्नु, तपाईँ हामी लानुपर्छ, वनलाई बचाउनुपर्छ। वन भन्ने चिज कस्तो हो, यो कार्बनको कुराहरू छ होइन, हामीलाई हरेक कुरा छ नि वनभित्र त होइन। त्यसले गर्दा यसलाई सबैले संरक्षण गर्छु भन्ने चाहिँ मेरो भनाइ पनि छ र मेरो मान्यता त्यो पनि छ। अब वनमा चाहिँ हामीलाई आवश्यकता पर्यो जनतालाई भने हामीले दाउरा पनि दिन सक्छौँ, यहाँबाट ढाड दिन्छौँ होइन, त्यो विधानअनुसार। भनेको जस्तो तपाईँको सामुदायिक वन भनिसकेपछि त्यो सामुदायिक वनभित्र रहनुभएका उपभोक्तालाई सहजताका लागि सबै चिज उपलब्ध गराउनुहुन्छ, तर विधि सम्बद्ध विधान अनुसारको हामी त्यही त विधि सम्बद्ध तपाईँहरूले उपलब्ध गराउनुहुन्छ। त्योभन्दा माथि गएर कसैले पनि चरीचरणका कुराहरूमा लापरवाही नगर्ने, कटान फटानको कुरामा लापरवाही नगर्ने, सकिन्छ संरक्षण गरौँ, सकिँदैन भने त्यसलाई दुरुपयोग पनि नगरौँ भन्ने यहाँको भनाइ हो। ठिक छ, अब यो लामो समयको अन्तरालपछि म तपाईँसँग भेटेर छलफल गर्ने अवसर पनि मिल्यो। यो भिडियो हेरेर बस्नुभएका दर्शकहरूलाई के भन्नुहुन्छ अन्तिममा? उहाँहरूले चाहिँ मलाई थोरै कुरा सोधपोत गरेकोमा अब जानी नजानी मैले थोरै कुरा चाहिँ राखेँ उहाँहरू समक्ष है। त्यो भने अब मैले जाने बुझाएको कुरा यही हो। अब योभन्दा अब किनभने कुनै कमजोरी होला मेरो, मलाई माफी दिनु होला भन्दै म बिदाउँछु। हस्त, नमस्कार, धन्यवाद। भीमलाल रोका हुनुहुन्थ्यो, त्रिवेणी गाउँपालिका वडा नम्बर 4 निवासी र सामाजिक क्षेत्रमा सक्रिय, सामुदायिक वनसँग राम्रो मित्रता भएको एकजना व्यक्तिसँग मैले कुरा गरेँ। यसमा क्लियरिटी, एकदमै क्लिन कुरा खोज्ने भन्दा पनि यो अर्ग्यानिक कुरा मैले पस्किएको हो। खास गरी हामी समाजमा लुकेर रहनुभएका प्रतिभा अथवा चाहिँ नेतृत्वकर्ताहरूसँग यसरी नै छलफल गर्ने अभियानलाई अगाडि बढाउने प्रयास गर्दैछौँ। तपाईँहरूको साथ र सहयोगको आशा गर्दै आजको यो कार्यक्रमबाट बिदा हुने अनुमति चाहन्छु म पनि। धन्यवाद, नमस्कार।